कालीकोटबाट आएको एउटा भाइ, त्यो 19 वर्षको भाइ हो होइन। त्यसको चाहिँ पेट फुल्लिएर आउनु भएको थियो हाम्रो हस्पिटलमा। यहाँ अपरेसन गर्दाखेरि यो जुका, जसलाई हामीले टेप ओम भन्छौँ होइन, त्यो चाहिँ उसको आन्द्राभित्र चाहिँ यो भेटियो। यसले गर्दाखेरि उसलाई यसो गाह्रो भएको रहेछ। हामीले चाहिँ यो 6 महिनामा त्यो जुकाको औषधि जुनलाई अल्बेन्डाजोल भनिन्छ होइन, त्यो चाहिँ खाइराख्नु पर्ने हुन्छ। त्यसपछि यो हाम्रो यत्रो शिक्षित भइसक्यौँ, हामी धेरै कुराहरू थाहा भइसक्यो, गाउँ गाउँमा हस्पिटलहरू पनि भइसक्यो। तर अहिले पनि यस्तो भएको देख्दाखेरि मलाई त साह्रै चित्त दुख्यो। हेर्नु है, यो यसरी चलि पनि राखेछ। यो एउटै हो, यस्तो लामो छ, यो एउटै हो। ल हेर्नु यस्तो छ कि। त्यस कारणले गर्दाखेरि हाम्रो गाउँ गाउँमा अझै पनि शिक्षाको कमी छ, अझै पनि स्वास्थ्यको कमी छ भन्ने चाहिँ लाग्यो। साह्रै दुःख लाग्यो। यो चाहिँ भाइ चाहिँ कालीकोटबाट आउनुभएको बिरामी हो हाम्रो हस्पिटलमा। हामीले हरेक ठाउँमा चाहिँ शिक्षा स्वास्थ्यको लागि एकदम ध्यान दिनुपर्छ। अनि 6 महिनामा आफ्नो बच्चाहरूलाई र ठुलोले पनि 6 महिनामा जुकाको औषधि खान एकदम जरुरी छ है। हेर्नु